मेरो यात्रा सुब्बा देउरालीसम्मको छ अनि त्यही हो अहिले घडीमा त्यस्तै कति बजिस् 6:06 गएको छ म सानी र बाइक गएर चाहिँ हामी सुब्बा देउराली लाग्यो त्यही हो अब बल्ल जर्नी स्टार्ट भएको छ बाटोमा के कसो हुन्छ हेर्दै जाउँ अहिले बाटोको अपडेट पनि हेर्न हुन्छ किन भन्दा अहिले बेलबासतिर जानी हो क्या बेलबास निस्किन त्यहाँ बाटो बिग्रियो क्या पारी यहाँदेखि हामी चाहिँ अब हाइवे जोइन हुन्छौँ जुन पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्ग अन्तर्गत पर्दछ ओहो नि बुढासुढा सबै काटिदिएर रुखहरू काटेर सबै यस्तो भएको छ वारपार भइदिन्छ चिनिन्न अब कहाँनिर रोक्ने भनेर ठुल्ठुला रुखहरू काटेर यस्तो बनाएर चिन्डै बनाएछन् नि त हामी गाई जहिले चाहिँ त्यो तामनगरमा आइपुगेको छौँ र तामनगरदेखि पश्चिमतिरको चाहिँ सानीको र मेरो पहिलो यात्रा हुनेछ यो पनि यहाँभन्दा अगाडि हामी चाहिँ तामनगरसम्म मात्र आएको थियौँ जुन फुपू दिदीको घरसम्म मात्र त्यहाँभन्दा यता चाहिँ हामी गएको थिएनौँ सँगै कतै पनि के पहिलोचोटि हो म चाहिँ अब एक्लै त गएँ ऊ पनि एक्लै गयो तर दुईजना सँगै चाहिँ हाम्रो चाहिँ पहिलो हो त्यही हो अब हेर्दै जाउँ होइन के कस्तो हुन्छ यो बिहानमा चाहिँ पुरै नाइट गाडीको आतङ्क हुँदैछ बाटोमा 70-80बाट तल त ओभरटेक गर्छु भने नसोचे हुन्छ यहाँ पनि कामको दुर्दता त आएको रहेछ है त्यही हो पुराना रुखहरू चाहिँ फाले सबै फाले बाटोको जुन अहिले चाहिँ हामी रामापुर भन्ने ठाउँमा छौँ यो बुटो भनौँ न यो रुखहरूले गर्दाखेरि चाहिँ हामीले चिनिन्थ्यो यहाँ यो भनेर अब त्यो चाहिँ छैन अब नर्मल मान्छेहरूलाई चाहिँ अलिक गाह्रो नै हुन्छ ठाउँ चिन्नको लागि अब सकेसम्म बोर्ड पढ्ने कोसिस गर्नु होला होइन ट्राफिक क्यामेरा तर स्पिड चेक गर्ने हो कि के गर्ने थाहा भएन मलाई लाग्छ गाडीहरू म्यापिङको लागि होला अहिले चाहिँ हामी सालजण्डी भन्ने ठाउँमा आइपुगेको छौँ राम्रो छ यो ठाउँ पनि गाउँले बस्ती जस्तो लाग्छ मलाई हामी यहाँदेखि सीमा समाप्त यहाँदेखि कपिलवस्तु जिल्लामा हामी प्रवेश गरियो त्यहाँसम्म बुटोल रूपन्देही जिल्ला नै पर्थ्यो ठ्याक्कै यहाँनिर पुलिस चेकिङ थियो कि आज छैन यहाँदेखि गोरसुङ्गे अझै 8 किलोमिटर छ भनिसकेपछि अझै हामीलाई 7 किलोमिटर हिँड्नु छ मजाले अब जङ्गलको बाटो राइड इन्जोय गर्नुहोस् गाइज होइन अब अरू त के हो देखाउनु यहाँ केही पनि छैन बाटोमा हिँडेछ त्यही हो अब गोरसुङ्गे 1 किलोमिटर छ हामी यहाँदेखि चाहिँ दाहिने लागेर जानेछौँ सुब्बा देउरालीतर्फ अब यहाँ हामीले चिया ब्रेक लिन्छौँ होइन अलि अगाडि सो गाइज हामी चाहिँ यहाँदेखि निस्कियो हेलो यहाँदेखि बाटो चाहिँ ठिक छ भन्ने सुन्नमा आएको छ कस्तो छ हेरौँ घडीको बनाएन छु यो बनाइन्छ त्यत्तिकै हिँडेछु म फेरि ठ्याक्क गाउँघरको जस्तो ठ्याक्क हुन्छ नि बस्ती रहेछ क्या यहाँनिर
राम्रो होला। यहाँदेखि एउटा गेट भएर गेटबाट माथिल्लो बाटो लागे जस्तो मलाई लाग्थ्यो। कपिल वस्तु त कपिल वस्तुमै छौँ। बुद्ध भूमि भन्ने हो। यहाँदेखि हामी अर्को बाटो लाग्छौँ। सही हो। लागेपछि स्पिड पनि कम भयो, काम पनि देख्न पाइयो। न्यानो न्यानो बल्ल भएको छ। जाडो भएको थियो उनीसम्म त के र खतर खतर गर्छ है बाइकले त। कतिजनाको गाउँ जाने बाटो हो यो। हाम्रो चाहिँ घुम्न आउने बाटो भयो। त्यही हो कि हामी कहाँ आइयो भन्ने थाहा छैन। आफ्नो गाउँ जाने बाटो भएको फल्लो ठाउँमा आइयो भन्नुलाई अब थाहै हुँदैन। कति वर्षमा एकचोटि आउने हो। यो बाइक किनेपछि चाहिँ म यससँग यो पटक चाहिँ 2 चोटि भयो। यो साइडबाट उताबाट त अब 2-3 चोटि चाहिँ आइसकेको छु। उताबाट यो बाटो 2 चोटि, उताबाट 3 चोटि भयो होला सायद। कुन ठाउँमा आइयो गाइस कमेन्ट गर्नु होला। मलाई चाहिँ अलि आइडिया भएन यतातिरको कसैले हेर्नु भएको छ भने। गाडीलाई चाहिँ ठिकै छ। बाइकको चाहिँ स्पिड घटाइदिँदो रहेछ क्या बाटोले चाहिँ। अन्त यस्तो गट्टासट्टा छ होइन। अब ध्यान पनि दिनु पऱ्यो नि त राम्रोसँग। गट्टामा त गाह्रो पर्छ बाइकलाई। गाडी 4 पाङ्ग्रे हो। 4 पाङ्ग्रे खासै फरक चाहिँ परेन। सो गाइज हामी चाहिँ अहिले कहाँ आइयो होइन। थाहा भएकोले आफै ख्याल गर्नु होला। यता कमेन्टमा अब कमेन्ट बक्स सकेर त्यहाँ भनेर त मैले त देख्दिनँ। त्यही पनि हेर्ने साथीहरूलाई चाहिँ नयाँ अनुभव गर्नेलाई चाहिँ काम लाग्ने छ। हेर्नुहोस् होइन रमणीय छ ठाउँ त। अच्छा हुन्छ नि त्यो। यहाँदेखि पुरै उकालो लाग्ने हो। सुब्बा देउराली शक्ति पीठ गुफा भनेर जाने यता रहेछ। बस यहीँबाट यहीँ झर्या हो कि के भएर रहेछ र यो। यहाँबाट होला हो। यहाँबाट होइन यहाँबाट रहेछ। यहाँ सिसा छ कि यहाँ चाहिँ ठाडै झरेछ कि ब्रेक नलागेर। ब्रेक छोडेर होइन माथिबाट होइन यहीँबाट आउने हो। ब्रेक लागेन सोल्टीको। तिनीहरूलाई कति तनाव रहेछ। घरमा झरेको भत्किन्थ्यो घर त। यहाँ रोकेर को जान्छ? मान्छे रोक्नु पाइन्छ के अरे। जय सुब्बा देउराली माता कि। आज नेपाल बन्द भन्ने हल्ला पनि थियो के। सो गाइस अहिले चाहिँ हामी सुब्बा देउराली मन्दिरमा आइपुगेको छौँ। सामान खरिद त भइसक्यो। के छ त दर्शन भयो नि? कस्तो भयो? भिड रहेछ? किन रहेनछ? फोकस खानामा छ। सो गाइस हाम्रो दर्शन भइसक्यो। अहिले चाहिँ अब हामी चिया नास्ता गर्दैछौँ। त्यसपछि फेरि अब माथि पुलमा जाने भनेको सक्दिनँ भने त्यही पनि लिएर जाने ल त मिल्ला।
त्यहाँनिर छ यहाँ पुल यो बाटो कहीँ हिँड्ने यस्ता कति गर्नुपर्छ खर्च यहाँ त गाइस यो माथिको पुल सो गाइस अहिले चाहिँ हामी चाहिँ पुलमा हिँड्दैछौँ सुब्बा देउराली दर्शन गर्न सक्नुहुन्छ सो गाइस अब चाहिँ यहाँको हाम्रो दर्शन भन्ने हो कि अब यता आएर पुलमा आएर पनि हाम्रो काम सकियो अब यहाँदेखि चाहिँ हामी अगाडि बढ्छौँ अहिले चाहिँ हामी चाहिँ खाँचीको लागि माथि दरबारको लागि निस्केको छ दरबारमा चाहिँ जाँदैनौँ तर खाँचीदेखि हेरेर नरपानी निस्केर नरपानीबाट फेरि यहीँबाट फर्किन्छौँ यति नै हुन्छ हाम्रो सुब्बा देउरालीको यात्रा अनि फेरि निश्चलको गर्दा नि यहाँबाट यहाँबाट ऊ त्यो निलो छ नि ऊ त्यो निलो निश्चल बाइक जान्छ हस् यहाँ बनाउँदै रहेछ क्या बाटो नरपानी त निस्किन्छ सुरुमै बोल्थ्यो नि यस्तो दामी छ भ्यू हिमाल देखिन्छ कि यहीँ यी भन्दा भन्दै उता हेरेको के यता पल्ट्यो पल्टेन कहाँ लगाएर ए यति लगाएको ल ल ल बस उता हिमाल हेर्नु चक्क आफै हिमाल भइयो यहाँ नि जिन्दगी पहिलोचोटि म आफै पल्टियो बस केही हुन्न यति त पल्टिनु पऱ्यो के अरे नथिचेको बाटो हो कि गडै यहाँ भुसु भुसु भयो यो चाहिँ नरपानी बजार भइहाल्यो होइन हामी चाहिँ सुब्बा देउरालीतिर लागेर गइन्छ सुब्बा देउराली गएर गइन्छ अब तपाईँ घडीमा कति हो यो 11:58 भयो 12 भएछ सुब्बा देउरालीको आजको लागि चाहिँ दर्शन गर्नु होला हजुरहरूले नि र लाइक सेयर कमेन्ट गर्नु नभुल्नु त्यही हो अब नयाँ नयाँ ठाउँ गएको ठाउँमा चाहिँ आफूलाई मन लागेर भिडियो खिच्न मन लागोस् होइन शक्ति दिउँ सुब्बा देउराली जय माता अर्घाँचीको त गेट भन्ने हो कि अब त्यहाँनिर आइपुगे जस्तो लाग्यो मलाई होइन हो जस्तो लाग्छ मलाई हो धन्यवाद धन्यवाद गोरसिङ यहाँदेखि 11 किलोमिटर छ सो गाइस बल्ल तल्ल हामी चाहिँ गोरसिङसम्म त आइपुग्यो अब यहाँ थोरै नास्ता पानी खाएर चिया नास्ता खाएर फेरि अगाडि बढ्ने छौँ केही खाम है हेरौँ न के छ त्यही जाऊँ न किन बिहान खाएको कहाँ गरेँ यहाँ अब हामी चाहिँ बुटोलतिर यहाँदेखि गोरुसिङदेखि बुटोलतर्फ लागियो सो गाइस अहिले चाहिँ हामी सालझन्डी आइपुग्यो त्यो जाँदैछौँ अझै आधी घन्टा लाग्छ जम्मै पुग्न हेरौँ अब के हुन्छ अझ झोलुङ्गे पुल बेलबास आइपुगेको छौँ यहाँदेखि हामी दाहिने लागेर जान्छौँ यो आजको भिडियो यस्तै भयो अब
मन्दिर पूजाआजा भइहाल्यो। अब पेट पूजा गर्न पर्यो। त्यस पछाडि फेरि अगाडि। सो गाइज हामी चाहिँ अहिले बुटोल आइपुग्यो। अब घरमा पनि आइपुगेको छ। त्यो कारणले गर्दाखेरि अब यहाँसम्म हेरिदिनु भयो, माया गरिदिनु भयो। अब लाइक पनि गरिदिनु होला, कमेन्ट अब मन लागेको छ भने केही भन्नु छ भने कमेन्ट गर्नु होला र अनि सब्सक्राइब, नयाँले सब्सक्राइब र पुरानोले सेयर गरिदिनु होला। सेयर त पर्दैन, सेयर गर्न पनि बिल्ला मात्रै। त्यही भएर आजको भिडियो चाहिँ म यहीँ गर्न चाहन्छु। हस्त, धन्यवाद।